अब कोएफिसिएन्ट रुल है, कोएफिसिएन्ट रुल हो। कोएफिसिएन्ट रुलमा चाहिँ जस्तै मैले 3 ल मैले एक्जाम्पल लेखेँ 3x हो। 3 यसमा 3 भनेको यस भनेको कोएफिसिएन्ट हो। अब कोएफिसिएन्टमा कसरी डिल गर्छ, कोएफिसिएन्टहरू कसरी डिल हुन्छ डेरिभेटिभ्समा त्यही हेर्न गइरहेको छु। अब फर्स्टमा चाहिँ मैले dku/dx हो। अब यसमा कोएफिसिएन्ट भनेको चाहिँ यो के हो, के हो भने चाहिँ के कोएफिसिएन्ट यो के थाहा पाइसकेपछि अनि के लाई चाहिँ बाहिर लेखिन्छ क्या, के लाई बाहिर लेखिन्छ अनि जो भ्यालु बच्छ त्यसलाई डिफरेन्सिएट गरिन्छ du/dx हो। वेयर यसमा वेयर u इज के हो, u भनेको u इज फंक्सन अफ के, u इज फंक्सन अफ के भनेको यसमा कोएफिसिएन्ट कसको, u को, त्यति हो डिफरेन्स। जस्तै अब मैले एक्जाम्पलको रूपमा जस्तै एक्जाम्पलको रूपमा मैले लेखेँ भने चाहिँ जस्तै ल 6x लेखेँ हैन, 6x लेखेँ। अब यसलाई डेरिभेटिभ गर भनेछ, डेरिभेटिभ गर भन्छ हैन। डेरिभेटिभ गरेपछि फर्स्टमा थाहा पाउनु पर्यो कोएफिसिएन्ट भनेको कुन हो, को फंक्सन हो भनेर थाहा पाउनु पर्यो। यसमा 6 भनेको के हो, कोएफिसिएन्ट हो।